So hello, what's up guys? Welcome back to another episode of my winter bulk series. So this episode gonna be last episode of my winter bulk series. अनि आजको ट्रेनिङ सेसनमा चाहिँ हामीले आफ्नो कोर आर्म्स ट्रेन गर्नेवाला छौँ. सो यिनीहरू चाहिँ वार्म अप्सहरू हो है. यु क्यान फलो होइन ड्युरिङ योर आर्म्स वर्कआउट. हल्का मसलहरूलाई चाहिँ वार्म अप गरिराख्नुपर्छ. सो विथ द्याट लेट्स जम्प इन्टु आवर एक्सर्साइज. सो सुरु एक्सर्साइज चाहिँ हामीले ट्राइसेप्स को लागि चाहिँ हान्यौँ है, क्लोज ग्रिप बेन्च प्रेस. यसपछि बाइसेप्सको लागि चाहिँ बारबेल कर्ल. यो चाहिँ अब इजी बारमा हानेको. अनि आफ्टर द्याट केबल पुश डाउन हानेको है. यो चाहिँ हाम्रो भी बारमा भनौँ. सो म चाहिँ अल्टरनेट हान्छु किनभने हल्का रेस्ट पनि चाहिन्छ. अनि आफ्टर द्याट फर बाइसेप्स केबल कर्ल भयो है. योमा चाहिँ लाइक कन्स्ट्यान्ट टेन्सन चाहिँ आइरहेको हुन्छ, त्यही भएर मैले चाहिँ केबल मान्छु. अनि आफ्टर द्याट केबल किक ब्याक्स, यो पनि टेन्सनको लागि हो है, कन्स्ट्यान्ट टेन्सन आइरहेको हुन्छ. त्यसपछि चाहिँ अब ह्यामर कल हानेको है. ह्यामर कल इज मस्ट है. बाइसेप्सको लागि ह्यामर कल इज वान अफ द बेस्ट एक्सर्साइजेस है. अनि तिनवटा एक्सर्साइज भएपछि एउटा चाहिँ सुपर सेट हान्छु म बाइसेप्स र ट्राइसेप्ससँगै. यो चाहिँ केबल पुश डाउन भयो लङ हेडको लागि. अनि त्यसपछि त्योसँगै पिक्चर कल हाने, मेसिन पिक्चर कल. यसले चाहिँ लाइक यस्तो बन्द दिन्छ. लास्ट फिनिसर चाहिँ यो है. अनि आर्म्सको दिन चाहिँ मैले चाहिँ आफ्नो यसो हल्का फोर आर्म्सको लागि पनि एउटा एक्सर्साइज गर्छु, ओभर हेड र अन्डर हेड गरेर है. अनि आफ्टर आर्म्स इज टाइम टु ट्रेन आवर कोर. सो एउटा चाहिँ केबल क्रन्चेस भयो. अनि त्यसपछि एउटा लोवर एप्सको लागि चाहिँ यो ह्याङ्गिङ गरेर, यसको नाम चाहिँ थाहा भएन मलाई. So yeah, this is my body condition and this is going to be our last episode of this winter bulk series. Thank you.